हेलो साथीहरू सम्पूर्णमा नमस्कार। स्वागत गर्न चाहन्छु मेरो नयाँ भिडियोमा। आज मैले हजुरहरूलाई नेपाली समाजको बनोट, प्रथा, परम्परा, मूल्य मान्यताबाट केही वस्तुगत प्रश्नोत्तरहरू लिएर आएकी छु। एकैछिन मेरो भिडियो हेरेर साथ दिनु होला है त साथीहरू। ढिला नगरी प्रश्नहरूतर्फै जाउँ। प्रश्न नम्बर 32, बौद्ध धर्मका अष्टाङ्गिक मार्गमध्ये तलको कुन होइन? अप्सन ए रहेको छ सम्यक प्राप्ति, अप्सन बी रहेको छ सम्यक जीवन, र सी रहेको छ सम्यक दृष्टि, र डी रहेको छ सम्यक वाचा। कुन होला त साथीहरू? कुन हो यसको राइट एन्सर? कुन होइन त? अप्सन नम्बर ए यसको राइट एन्सर सम्यक प्राप्ति होइन है। प्रश्न नम्बर 33 तर्फ जाउँ। युनेस्को सम्पदा क्षेत्रभित्र पर्ने बिलन्ड्रा फल क्षेत्र कहाँ अवस्थित छ? अप्सन ए रहेको छ संयुक्त राज्य अमेरिका, अप्सन बी रहेको छ अस्ट्रेलिया, त्यस्तै गरी सी रहेको छ संयुक्त अधिराज्य, र डी रहेको छ जर्मनी। कुन होला त यसको राइट एन्सर? ल भन्नुहोस् त, पत्ता लगाउनुहोस् त। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी अस्ट्रेलिया है। प्रश्न नम्बर 34 तर्फ जाउँ। तलका मध्ये पञ्चरत्नको समूहमा नपर्ने कुन हो? अप्सन ए सुन, अप्सन बी रहेको छ चाँदी, अप्सन सी रहेको छ हिरा, त्यस्तै गरी डी रहेको छ मोती। कुन होला त यसको राइट एन्सर? तलका मध्ये पञ्चरत्नको समूहमा नपर्ने है। पञ्चरत्नको समूहमा नपर्ने अप्सन बी चाँदी रहेको छ है। त्यस्तै गरी प्रश्न नम्बर 35 तर्फ जाउँ। बिहे हुनु 2 हप्तादेखि दुलहालाई हात, खुट्टा र घाँटीमा दाम्लाले बाँधी आफ्नो भाषामा कुटुम्बद्वारा उपदेश दिने चलन कुन जातिमा रहेको छ? प्रश्न बुझ्नु होला है साथीहरू। बिहे हुनुभन्दा 2 हप्तादेखि अघि दुलहालाई हात, खुट्टा र घाँटीमा दाम्लोले बाँधी आफ्नो भाषामा कुटुम्बद्वारा उपदेश दिने चलन कुन जातिमा रहेको छ? अप्सन ए लेप्चा, अप्सन बी रहेको छ धिमाल, त्यस्तै गरी सी रहेको छ राजवंशी, र डी रहेको छ माझी। कुन होला त यसको राइट एन्सर? भन्नुहोस् त साथीहरू। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर डी माझी है। प्रश्न नम्बर 36, सबैभन्दा धेरै भाषिक विविधता भएको प्रदेश डट हो भने कम भाषिक विविधता भएको प्रदेश डट हो कुन हो त? अप्सन ए रहेको छ कोशी र मध्य प्रदेश, त्यस्तै गरी बी रहेको छ बागमती र कर्णाली, र सी रहेको छ गण्डकी र कर्णाली, अप्सन डी रहेको छ बागमती र सुदूरपश्चिम। अब यसको राइट एन्सर के होला त? ल भन्नुहोस् त साथीहरू। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी बागमती र कर्णाली है। प्रश्न नम्बर 37 तर्फ जाउँ। नेपालमा धेरै प्रतिशत साक्षरता भएको जनजाति कुन हो? प्रश्न पुनः एकपटक। नेपालमा धेरै प्रतिशत साक्षरता भएको जनजाति कुन हो? अप्सन ए नेवार, अप्सन बी रहेको छ शेर्पा, त्यस्तै गरी अप्सन सी रहेको छ थकाली, र अप्सन डी रहेको छ तामाङ है। कुन होला त साथीहरू? ल भन्नुहोस् त। कुन होला त? नेपालमा धेरै प्रतिशत साक्षर भएको जनजाति थकाली हो है। यसको राइट एन्सर सी भयो है। त्यस्तै गरी प्रश्न नम्बर 38 तर्फ जाउँ। पत्थरकट्टा भनेर नेपालको कुन जातिलाई पुकारिन्छ? पत्थरकट्टा भनेर नेपालको कुन जातिलाई पुकारिन्छ? अप्सन ए बराम, अप्सन बी राजी, त्यस्तै गरी अप्सन सी रहेको छ कुशमाडिया, र अप्सन डी रहेको छ डगौरा थारू। कुन हो यसको राइट एन्सर? अप्सन सी कुशमाडिया है यसको राइट एन्सर। त्यस्तै गरी प्रश्न नम्बर 39 तर्फ जाउँ। छोराको विवाह गर्ने उमेर भए नभएको परीक्षण गर्न बाबु छोरा लडाईँ गर्नुपर्ने प्रचलन कुन जातिमा रहेको छ? अब छोराको विवाह गर्ने उमेर भएको नभएको परीक्षण गर्न बाबु छोरा लडाईँ गर्नुपर्ने प्रचलन
कुन जातिमा छ साथीहरू? अप्सन ए लोहमी, अप्सन बी रहेको छ हायु, त्यस्तै गरी अप्सन सी रहेको छ माझी र अप्सन डी रहेको छ चेपाङ। कुन होला त यसको राइट एन्सर? यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी हायु है। हायु हो यसको राइट एन्सर। प्रश्न नम्बर 40 तर्फ जाउँ। नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ? नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ? अप्सन ए लक्ष्मीप्रसाद देवकोटा, अप्सन बी रहेको छ मोतीराम भट्ट, त्यस्तै गरी अप्सन सी रहेको छ शुभानन्द दास र डी रहेको छ बालकृष्ण सम। कुन होला त यसको राइट एन्सर? भन्नुहोस् त साथीहरू कुन हो? यसको राइट एन्सर रहेको छ अप्सन नम्बर सी शुभानन्द दास है। नेपाली भाषाका प्रथम कवि शुभानन्द दास हुन् है, सम्झिनु होला। प्रश्न नम्बर 41 तर्फ जाउँ। डोकप्यासी नामको पर्व मनाउने जनजाति कुन हो? डोकप्यासी नामको पर्व मनाउने जनजाति कुन हो? अप्सन ए राजवंशी, अप्सन बी रहेको छ धिमाल र सी रहेको छ ताङ्बे, त्यस्तै गरी अप्सन डी रहेको छ बारा गाउँले। कुन होला त डोकप्यासी नामको पर्व मनाउने जनजाति? यसको राइट एन्सर रहेको छ अप्सन नम्बर डी बारा गाउँले है साथीहरू। हस् त साथीहरू, आजको भिडियो यति नै। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद, नमस्कार।